एकछिन यो हार्टको फिगर 45 सेकेन्डमा बनाउन सिकाउँदैछु। कम विथ मी। सबैभन्दा पहिला बनाऊ मोटो टी। यसको खुट्टी यसरी बाँगेको हुन्छ, टी बनाऊ। अब यो टी माथि यसरी घोप्टेको एउटा सी हुन्छ, यो सी हुन्छ यसरी घोप्टेको। अब यो सी यो मुनिबाट छिरेर यसरी आएको हुन्छ यी। अब यो जुन सी छ यसमा एउटा पाइप यस्तो टाइप, यसमा अर्को पाइप यस्तो टाइप, यसमा अर्को पाइप यस्तो टाइप। यो सीले यसलाई छोप्दैको हुनाले यसलाई पनि के गरिदियो, मेटाइदियो। अब यसको माथिपट्टि तिमीले एउटा पाइप बनाऊ यसरी, है। यो पाइप यसरी तान, यो पाइप यहाँबाट यसरी तल जान्छ, यो पाइपले यसलाई पनि छोपिदियो। सो यहाँसम्मबाट लगभग 99% हार्ट बनिसक्यो। यहाँबाट यतापट्टि एउटा पाइप, यतापट्टि एउटा पाइप, यो पल्मोनरी भेन हुनेछ पछि। अनि यहाँबाट यसो तानेर त्यसकै साथी बनाइदिने, यतापट्टि यसकै साथी। अरे माथिपट्टिको हार्ट त बनिसक्यो, म त छक्क परे। यहाँ एउटा भल बनाइदिइराख्ने अहिले नै फ्री टाइममा बनाइदिए। अब यहाँबाट हार्टको सेप ल्याऊ, यतापट्टि अलिकति धेरै भएको। यहाँबाट यसरी तल लग, ट्वाइक लामो, ट्वाइक यसरी गर। यहाँबाट अर्को यसरी लग, ट्वाइक लामो, ट्वाइक यसरी गर। अब यहाँबाट एउटा भल बनाऊ, ढोका ढोका। यहाँबाट पनि भल बनाऊ, ढोका ढोका, बिचमा पनि छ यस्तो तीनटा कस्बिर भएको। यसलाई लेख ए, यसलाई लेख भी, यसलाई लेख ए, यसलाई लेख भी। तलपट्टि यसको साथी बनाइदियो, हार्ट त बनिसक्यो। अब यो जुन घुमाएको थियो तिमीले सी, त्यसको नाम अर्टा हो। यो जुन थियो यसको नाम पल्मोनेरी, कानेरी पल्मोनेरी आर्टेरी। यो जुन छ यो पल्मोनेरी भेन हो, यो पनि पल्मोनेरी भेन हो। यो तल जुन बनायो यो इन्फेरियर भेना काभा हो। यो माथि जुन बनाएको थियो यो हो सुपेरियर भेना काभा। यो भल बनाएको थियो तिमीले, यो ट्राइकस्पिड भल हो, तीनटा। मैले त्यही भएर 1 2 3 बनाएको। यो जुन बनाएको थियो यसलाई भन्छ बाइकस्पिड भल, और यसको नाम हो अर्को मिट्रल भल। यसको नाम हो, यो अर्टामा भएको हुनाले अर्टिक भल। यो पल्मोनेरी आर्टेरीमा यो जुन भल्भ छ यो भल्भको नाम हो पल्मोनेरी आर्टेरीमा भएको हुनाले पल्मोनिक